जय श्री राधा गोविंद भगवान जगन्नाथ बलदेव सुभद्रा श्री गौनिताय की जय, प्रभुपाद की जय, हे गौर प्रेमानंदे हरि हरि बोल। हरे कृष्ण हरे कृष्ण। श्रीमद् भागवतम प्रातःकालीन श्रीमद् भागवतम सत्रमा हामी सबै भक्तवृन्दलाई स्वागत गर्न चाहन्छौँ। आज तेस्रो स्कन्धको तेस्रो अध्यायको 9 र 10 को चर्चा हुनेछ र वृन्दावन बाहिरका भगवानका लीलाहरूको शीर्षक अध्यायमा आज शक्तिमान र शक्तिको विषयमा चर्चा गर्नेछौँ। शक्तिमान र शक्तिको विषयमा हामी चर्चा गर्नेछौँ। तर सुरु गर्नु पूर्व श्री राधा गोविन्द हरि भगवान जगन्नाथ बलदेव सुब्रमण्य श्री गौरनिताय श्री परमदयालु निताय चैतन्य श्री शिल प्रभुपाद गुरु परम्परा र समस्त उपस्थित वैष्णव र वैष्णवहरूमा शुभ आशीर्वाद र कृपा याचना चाहन्छु। हरि गुरु वैष्णवहरूको को खुसीको लागि यो प्रयत्न गरिरहेको छु र केही त्रुटि भएमा क्षमा प्रार्थी छु। हरे कृष्ण। हरे कृष्ण। शिल प्रभुपाद की जय। सो हामी हिजो चर्चा गरेका थियौँ आसाम मुर्हुते एकास्मि नाना आगारेषु योषिता सविदं प्रगृहे पाणि अनुरूप स्वमाया। हामीले हिजो चर्चा गरेका थियौँ कि भगवानले अन्तरङ्ग शक्तिद्वारा 16,100 राजकुमारीहरूसँग एक मुहुर्तमा विवाह गर्नुभयो। एक मुहुर्त विवाहको मुहुर्तमा चाहिँ सबैलाई एकैचोटि 16,100लाई चाहिँ विवाह गरेर भिन्न भिन्न महलमा उहाँले आफ्नो शरीर अन्तरङ्ग शक्तिद्वारा चाहिँ विस्तार गर्नुभयो। यो हामीले चर्चा गरेका थियौँ। 16,100 सँग विवाह गर्नुभएका भगवान ले नरकासुरसँग चाहिँ वध गरेर उहाँले चाहिँ यो राजकुमारीहरूलाईसँग भगवान राजकुमारीहरूले नै स्वयं विवाह गर्नुभएको थियो र यो नरकासुरले पनि यो थालेर उनीहरूको अपहरण गरेको थियो। किनभने नारद मुनिले के भनेको थियो भन्दाखेरि नारद मुनिले उहाँलाई होइन अमर हुने उनीहरूले चाहिँ 16,100 सँग विवाह गर्यो भने के हुन्छ अरे ऊ चाहिँ अमर हुन्छ भन्ने त्यो भानमा चाहिँ जुन नारद मुनिले भन्नुभएको थियो त्यो कारणले गर्दाखेरि उहाँले अपहरण गर्नुभयो र विवाह गर्नुभयो र यसरी उहाँले थाहा पाउनु भएन कि परम भोक्ता भगवानले मात्रै 16,100 सँग चाहिँ विवाह गर्नुहुन्छ। सो यो जुन भगवानको शक्ति छ यसको लागि यो नरकासुरको वध भएको थियो र प्रभुपादले तात्पर्यमा लेख्नुहुन्छ कि माताजीहरूको कामना के हुन्छ भने चाहिँ होइन कि विवाह आदि गरिसकेपछि एउटा सन्तानबाट चाहिँ एउटा चाहिँ विवाह भइसकेपछि एटलिस्ट 6 जना चाहिँ सन्तान हुनुपर्छ भन्ने कुराहरू तात्पर्यमा प्रभुपादले लेख्दै हुनुहुन्छ। अब यो कस्तो किसिमले के हो अहिलेको चाहिँ वर्तमान परिप्रेक्ष्यमा त अब बच्चै जन्माउन छोडिसकेका छ। सो तर प्रभुपादले चाहिँ यो कुराहरूमा चाहिँ उद्धृत गर्नुभएको छ र साथसाथै के पनि भन्नुभएको छ। जस्तै हामी भक्त विनोद ठाकुरको दिन सक्नुहुन्छ, हाम्रो आचार्य हुनुहुन्छ, उहाँको कति सन्तान थिए? 10। सो 10 सन्तान थिए। सो यसरी हामी देख्न सक्छौँ कि भगवानले पनि आज हामी देख्छौँ कि भगवानले पनि कति सन्तान जन्माउनु भएको थियो? 10 होइन 10 सन्तान जन्माउनु भएको छ र उहाँको एक पुत्री पनि थियो होइन। सो यहाँ उल्लेख त छैन तर अब आज हामी सन्तानको विषयमा चाहिँ हामी चर्चा गर्नेछौँ। आज श्लोकमा रहेको छ 2टा श्लोक छ। यो 9 श्लोकमा चाहिँ हामीले सबैजनाले भन्दैनौँ 10 जना सरी श्लोक नम्बर 10 लाई चाहिँ सबैले हामीले कोसिस गर्नेछौँ है। सो कृपया दोहोऱ्याउनु म पहिला दोहोऱ्याउँछु 10औं श्लोक 9 चाहिँ हजुरले नदोहोऱ्याउनु होला। तासाम अपत्यानन्य अजनयन् आत्मतुल्यानि सर्वत एकं कश्याम दश दश प्रकृते विभूषया। सो यहाँ वर्णन गरेको छ तास्याम अपत्यान्य अजनयत् आत्मतुल्यानि सर्वत एककस्याम दश दश प्रकृते विभूषया। यहाँ के वर्णन गरेको छ तास्वान अपत्यान्य अजनयत् भगवानले सन्तान उत्पन्न गर्नुभयो अरे। कस्तो सन्तान कि आत्मतुल्यानि सर्वत आत्माको आफ्नो आत्माको तुल्य भनेको तुलना सहित होइन। जस्तै हाम्रो तुलसी महारानी के छ अतुलनीय हुनुहुन्छ, कुनैसँग तुलना हुँदैन। त्यस्तै भगवानले पनि आफ्नो आत्मा त्यस्तो कारक
हैन बच्चा सन्तानहरू उत्पादन गर्नु पर्यो। कति एकै कश्यम दश कि एउटै हैन चाहिँ राजकुमारीबाट 10 चाहिँ सन्तानहरू उहाँले उत्पन्न गर्नुभयो। प्रकृति र विभुभूषया आफ्नो विस्तार गर्नको लागि हैन हामीले कहिलेकाहीँ देख्न सक्छौँ अनि सन्तानले डाँडा काँडा धाकोस् भन्ने हाम्रो पहिलाको चलन पनि छ। तर आफ्नो सन्तानको विस्तार गर्नको लागि भगवानले चाहिँ एकम कस्य 10 एउटै सन्तानबाट 10 राजकुमारीबाट 10 रानीहरूबाट 10 सन्तानहरू चाहिँ उत्पन्न गर्नुभयो। र हामी देख्न सक्छौँ कृष्ण भावनामृत हुनको लागि धेरै गाह्रो छ। बच्चा कृष्ण भावनामृत हुन्छ भन्ने चाहिँ लेखेर आउँदैन। र हाम्रो स्कुलमा पनि विभिन्न बच्चा गर्भधारण संस्कार गर्नको लागि पनि के गर्नुपर्छ कि कम्तीमा पनि श्रीमान र श्रीमतीले 50 मालाहरू जप्नुपर्छ हैन। र गीता श्रीमद् भागवतम नित्य चाहिँ अध्ययन गरिसकेपछि चाहिँ त्यस्तो भक्त हैन राम्रो गर्भधारण संस्कारको कारणले गर्दाखेरि बच्चामा चाहिँ एकदम दैविक गुण र एउटा भक्तमा हुनुपर्ने गुणहरूको विकास भएर आएको छ। र यहाँ भक्ति सिद्धान्त गोस्वामी महाराजले भन्नुहुन्छ कि यदि भक्ति सिद्धान्त गोस्वामी महाराज हामीलाई थाहा छ उहाँ के भन्नुभयो आजीवन ब्रह्मचारी हुनुभयो। र उहाँले के भन्नुहुन्छ भन्दाखेरि यदि कृष्ण भक्त जन्मिन्छ भन्ने यदि ग्यारेन्टी भएको भए अथवा कृष्ण भावनामृत हुन्छ भक्त हुन्छ भन्ने ग्यारेन्टी भएको भए मैले धेरै सन्तान जन्माउँथेँ हैन ग्यारेन्टी भएको भए। तर यो असम्भव छ तसर्थ हैन उहाँ आजीवन ब्रह्मचारी हुनुभयो भनेर चाहिँ यहाँ चाहिँ वर्णन गरेको छ। र हामी देख्न सक्छौँ कि भगवानको यहाँ शक्तिको कुरा गरेको छ, यो शक्तिको कुरा गरेको छ। र त्यो शक्तिमा हामीले देख्न सक्छौँ कि 16,100 को हामी भएको त तपाईँको नाम कण्ठ पनि गर्न सक्दैन। 16,000 को तपाईँको नाम के हो भन्ने हामीले अब 16,100 त पुरै छोडेर यहाँ 10 पुत्रहरूको पनि वर्णन गरेको छ। र 10 पुत्रको नाम पनि अब हामीलाई कण्ठ गर्नु भगवानले सबैको नाम कण्ठ गर्नुहुन्थ्यो। आफ्नो रानीहरूको मात्र होइन छोराहरूको पनि नाम कण्ठ थियो हैन। सो यस्तो भगवानले मात्रै गर्न सक्छ। र यो आफ्नो स्वभाव विस्तारको लागि चाहिँ भगवानले यो लीला चाहिँ गर्नुभयो। अब हामी 10 मा चाहिँ सबैजनाले भन्छौँ तर एकचोटि पहिला चाहिँ हामी श्रीमद् भागवतमको वन्दना गरौँ है त। ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं जयमुदीरये अष्टकायसु भद्रेषु भागवत सेवया उत्तमा श्लोके भवति नैष्टिकी हरे कृष्ण। सब हामी 10 को चर्चा गर्छौँ। कृपया सबैले दोहोऱ्याउन सक्नुहुन्छ। काल मागध साल्व आदिन अनिकै उन्धत पूरम अजिघन स्वयं दिव्यं सुपुंसां तेज आदिशत् कालमागाध साल्वादीन अनिकैरुन्धत पुरम् आजिघनत् स्वयं दिव्यम् स्वपुंसां तेज आदिशत्
जादिस सोपुम शान्ति जादिस कालमागध साल्वादी कालमागध साल्वादी अनिकै रुन्दत पुरम अनिकै रुन्दत पुरम अजिघनत् स्वयं दिव्यम अजिघनत् स्वयं दिव्यम सोपुं तेज आदिश सोपुं तेज आदिश कालमागध साल्वादी कालमागध साल्वादी अनिकै रुन्दत पुरम अनिकै रुन्दत पुरम अजिघनत् स्वयं दिव्यम अजिघनत् स्वयं दिव्यम सोपुं तेज आदिश सोपुं तेज आदिश कालमागध साल्वादी कालमागध साल्वादी अनेकै रुन्दत पुरम अनेकै रुन्दत पुरम अजिघन स्वयं दिव्यम अजिघनत् स्वयं दिव्यम सोपुं तेज आदिशत सोपुं तेज आदिश कालमागध साल्वादी अनेकै रुदन्त पुंसाम् अनेकै रुन्दत पुरम अजिघनत स्वयं दिव्यम् अजिघनत् स्वयं दिव्यम पुंसां तेज आदिशत् सोपुं तेज आदिश कृपया दोहोऱ्याउन सक्नुहुनेछ काल यौवन मागध मगधका राजा जरासन्ध साल्वा राजा आदि अनेकै सैनिकहरूद्वारा रुन्धत घेरिएको पुरम मथुरा नगरी अजिघनत वध गरिदिनुभयो स्वयं दिव्यम दिव्य सुपुंसाम आफ्नै मानिसहरूको तेज आदिशत प्रकट गर्नुभयो ट्रान्सलेसन बाइ दिवान श्रील प्रभुपाद की जय। काल यौवन मगधका राजा तथा साल्वाले मथुरा नगरीमाथि आक्रमण गरेका थिए, तर जब मथुरा नगरी तिनीहरूका सैनिकहरूद्वारा घेरिएको थियो, भगवानले आफ्नै जनशक्ति प्रदर्शन गर्ने उद्देश्यले ती सबैलाई एक्लैले मारिदिनु भयो। तात्पर्य बाइ दिवान श्रील प्रभुपाद की जय। कंसको मृत्यु पश्चात जब मथुरा नगरी काल यौवन जरासन्ध तथा साल्वा सैनिकहरूद्वारा घेरिएको थियो, भगवानले नगरबाट भागेको अभिनय गर्नुभयो, जसद्वारा उहाँ रणछोड भनेर प्रख्यात हुनुभयो। वास्तवमा सत्य के हो भने भगवान ती सबै मुचुकुन्द तथा भीम लगायत आफ्ना भक्तहरूको माध्यमद्वारा मार्न चाहनुहुन्थ्यो। काल यौवन तथा मगध राजको वध क्रमशः मुचुकुन्द र भीमद्वारा भएको थियो, जसले भगवानको साधनको भूमिका निभाएका थिए। यस्ता क्रियाकलापहरूद्वारा भगवान आफ्ना भक्तहरूको शक्ति प्रदर्शन गर्न चाहनुहुन्थ्यो। यस अन्तर्गत भगवान स्वयं नभएर उहाँका भक्तहरू युद्धद्वारा तिनीहरूलाई मार्न सक्षम थिए भन्ने जस्तो देखिन्छ। आफ्नो भक्तहरूसँग भगवानको सम्बन्ध अत्यन्त सुखद हुन्छ। वस्तुतः भगवान संसारका अवाञ्छित व्यक्तिहरूको संहार गर्नका लागि ब्रह्माजी प्रार्थना अनुसार संसारको अवतरित हुनुभएको थियो, तर आफ्नो यसको श्रेय पार्नका लागि कहिलेकाहीँ उहाँ भक्तहरूलाई नै संलग्न गराउनुहुन्छ। कुरुक्षेत्रको युद्ध स्वयं भगवानको द्वारा नियोजित थियो, तर आफ्नो भक्त अर्जुनलाई श्रेय प्रदान गर्नका लागि निमित्त मात्र भव सव्यसाचिन्। उहाँले सारथीको भूमिका निर्वाह गर्नुभयो र अर्जुनलाई योद्धाको भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नुभयो। यसरी अर्जुन कुरुक्षेत्र युद्धका नायक बन्न पुगे। भगवान कृष्ण आफ्नो दिव्य योजना अनुसार कार्यहरूलाई आफ्नै विश्वस्त भक्तहरूको माध्यमद्वारा सम्पन्न गराउनुहुन्छ। यही नै आफ्नो शुद्ध तथा अन्य भक्तप्रति भगवत कृपाको शैली हो। ओम ज्ञानञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्री गुरुवे नमः।
श्री चैतन्य मनोभीष्टं स्थापितं येन भूतले स्वयं रूप कदा मायं ददाति स्वपदान्तिकं वन्देऽहं श्रीगुरुं श्रीयुतपदकमलं श्रीगुरुं वैष्णवं च श्रीरूपं साग्रजातं सहगना रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्रीराधा कृष्ण पादं सहगना ललिता श्रीविशाखान्वितं स हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधाकान्त नमोस्तुते तप्त काञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासदि गौरभक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। वेनं कन्तं अरविन्दलायताक्षं बर्हावतं समसितं गुणसुन्दरंगं कन्दर्पकोटिकमनीय विशेषशोभं गोविन्दमादिपुरुषं तमहं भजामि। हरे कृष्ण। स्वकालमागत साल्वादीन अनेकरुन्धत पुरं मजिगणत स्वयं दिव्यं सुपुंसां तेजादिशात्। यहाँ वर्णन गरेको छ कालीवनका मगधका राजा साल्वले मथुरा नगरी आक्रमण गरेका थिए। मथुरा नगरी तिनीहरू सैनिकद्वारा घेरिएको थियो। भगवानले आफ्नो जनशक्तिको प्रदर्शन गर्ने उद्देश्यले ती सबैलाई एक्लैले मार्नुभयो। यहाँ सबै कालयवन अनि जरासन्ध र साल्वाले चाहिँ मारे। साल्वालाई चाहिँ मारे भक्तहरूले। तर यहाँ के भनिरहनु भएको छ, ती सबैले एक्लैले मार्नुभयो भनिरहनु भएको छ हैन। सो भगवानले मार्नुभयो, तर फेरि कसले मारेको भने चाहिँ यहाँ तात्पर्यमा चाहिँ भगवानको भक्तले मारेको, तर यहाँ एक्लैले मारिदिनु भयो हैन। सो आखिरमा के हुन्छ भन्दाखेरि भगवानको भक्तले मारे पनि त्यो कसले मारेको, त्यसको कसको अधीनस्थमा मारेको, भगवानको अधीनस्थमा मारेको। सो यो कुरा हामीले यहाँ बुझ्नुपर्छ। सो तसर्थ आजको टपिक रहेको छ शक्तिमान र शक्ति हैन। सो शक्तिमानले कसलाई शक्ति दिनुभयो, आफ्नो अनन्य शुद्ध भक्तहरूलाई चाहिँ शक्ति दिनुभयो। सो यसको बारेमा आज हामी चर्चा गर्नेछौँ। र सर्वप्रथम यहाँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के रहेको छ भन्दाखेरि भगवानले कसको भक्तहरूलाई चाहिँ अधीनस्थ बनाएर चाहिँ यो लीला गर्नुभयो। सो हामी देख्न सक्छौँ कालयवनलाई चाहिँ मुचकुण्डले मार्छन्, जरासन्धलाई भीमद्वारा, र हैन अर्जुनलाई चाहिँ निमित्त मात्र भवसभ्य साक्षी निमित्त मात्र बनाएर चाहिँ हैन शक्तिमान भगवानले चाहिँ आफ्नो शुद्ध भक्तलाई चाहिँ शक्तिको श्रेय दिनुहुन्छ। श्वेताश्वेर उपनिषद 6:8 मा के भनेको छ भने भगवानको कुनै पनि कार्य हुँदैन र भगवान भन्दा बराबर कोही पनि हुँदैन, उहाँको माथि कोही पनि छैन। अचम्म लाग्न सक्छ भगवानले के गर्नु पर्दैन हैन। र भगवान आनन्दसँग चाहिँ मुरली बजाएर बस्न सक्नुहुन्छ। अनि एकजना भक्तले विभिन्न हैन सबैभन्दा सर्वश्रेष्ठ भगवान को हुनुहुन्छ भनेर भारतभरि चाहेर हैन को सबैभन्दा ठुलो भगवान भनेर चाहेर सबै हुन्छ नि, दुर्गा माता, काली हुन्छ नि, भगवती सबै मन्दिरतिर त्रिशूल तरवार लिएर हैन बसिरहनु भएको छ। तर हाम्रो श्याम सुन्दर भगवान चाहिँ मुरली धारण गरेर बस्नु भएको छ, यति श्याम सुन्दर। त्यसैले उहाँले के भन्नुभयो, आफैले चाहिँ रियलाइज गर्नुभयो यही नै भगवान हुनुपर्छ, किनकि आनन्दसँग बसिरहनु भएको छ, यही श्याम सुन्दर भगवान हुनुपर्छ। सो मैले यहाँ हजुरलाई जाहेर गर्न चाहेँ कि शक्तिमानले शक्ति भनेको जीव शक्तिहरूलाई चाहिँ के गर्नुहुन्छ, श्रेय प्रदान गर्नुहुन्छ। ल भक्त तिम्रो पनि श्रेय छ है, तिमी पनि चाहन्छु नि होइन भनेर श्रेय प्रदान गर्नुहुन्छ। त्यसैले यहाँ शक्तिमान र शक्तिको बारेमा हामी आज चर्चा गर्नेछौँ। सो भगवानको हामीले देख्न सक्छौँ कि भगवानको कति शक्ति छ भन्दाखेरि 3 शक्तिको बारेमा मूलतः हामीले थाहा पाएका छौँ। कुन कुन शक्ति हो?
अन्तरङ्ग शक्ति, बाहिरङ्ग शक्ति र तटस्थ शक्ति। सो अन्तरङ्ग शक्तिमा के हुन्छ कि भगवानले आफ्नो दिव्य स्वरूपमा आफ्नो अनन्य भक्तहरू जो नित्य सिद्ध हुन्छ, जो भगवानकै पार्षदहरू हुनुहुन्छ, उहाँहरूलाई दिव्य आनन्द गर्नको लागि सधैँ उहाँ स्वधाममा अवस्थित हुनुहुन्छ। त्यस्तो शक्तिलाई के भनिन्छ? अन्तरङ्ग शक्ति भनेर वर्णन गरेको छ। र त्यसपछि अर्को शक्ति भनेको भित्री अन्तरङ्ग शक्ति होइन, बाहिरी शक्ति, जसलाई हामी माया शक्ति भन्छौँ। त्यो शक्तिमा चाहिँ के हुन्छ त? त्यो शक्ति भनेको चाहिँ क्षणिक हुन्छ। त्यहाँ दुःखी आत्माहरूलाई राखिन्छ र त्यहाँ अज्ञानी अज्ञान हुन्छ। सो यो भौतिक संसार के हो त? यो भौतिक संसार के हो त? बहिरङ्ग शक्ति हो। कृष्णको अन्तरङ्ग शक्ति भने यो के हो त? बहिरङ्ग शक्ति। र तेस्रो शक्ति के हो? तटस्थ शक्ति। तटस्थ शक्तिमा के हुन्छ? जीवहरूलाई हैन यो भगवानको धाममा जाने र यो माया शक्तिमा रहनको लागि एउटा गुणात्मक हैन चयन गर्न सक्छौँ। सो त्यसले गर्दाखेरि हामी कहाँ जान सक्छौँ? आध्यात्मिक लोकमा गर्न सक्छौँ। आध्यात्मिक लोकमा साधना भक्ति गरेर जान पनि सक्छौँ, अथवा यही भौतिक संसारमा हामी रहनु पनि सक्छौँ। त्यो कसको आत्मा रहन्छ? जीवकै आत्मा रहन्छ। त्यसैले तीन शक्तिको बारेमा वर्णन गरेको छ। अब हामी जाउँ लघु भागवतामृतमा चाहिँ श्रील बलदेव विद्याभूषण तथा भगवत सन्दर्भमा श्रील रूप गोस्वामीले भगवानको स्वर शक्तिको बारेमा एकदम राम्रोसँग प्रकाश पार्नु भएको छ। भगवानको स्वर यो जुन शक्तिहरूमा चाहिँ के पर्छ? एउटा भगवानको ऐश्वर्य शक्ति, भगवान ऐश्वर्यपूर्ण हुनुहुन्छ, विभूति शक्ति छ, अपरिच्छिन्नता शक्ति भनेको सर्वव्यापक शक्ति, कान्ति शक्ति। ओहो, कृष्णलाई त बाँड्नु हुँदैन है, उसलाई हुन्छ नि चोटपटक लाग्न सक्छ, उसलाई गाह्रो हुन सक्छ भनेर कान्ति शक्तिले त्यस्तो भन्न सक्छ। भगवानको कीर्ति शक्ति, जहाँ पनि हुन्छ नि भगवानको कीर्ति सबै लोकलाई थाहा छ। भगवानसँग श्री सम्पत्ति, श्री पनि हुन्छ, सधैँ हुन्छ नि भगवान लक्ष्मी माताले चाहिँ हैन चरण दबाउनुहुन्छ। विद्या शक्ति हैन, अविद्या होइन, यो अविद्या, यो संसार भनेको अविद्या हो हैन। यहाँ धोकाको संसार, कृष्ण भुल्न नै बेकार भन्नुहुन्छ तत्त्वले हैन। तर यहाँ चाहिँ के छ? वास्तविक विद्या कसले दिनुहुन्छ? योग मायाले दिनुहुन्छ। कि भगवान कृष्णलाई देख्ने हैन चक्षु दिनुहुन्छ, आँखा दिनुहुन्छ। त्यस्तै तुष्टि शक्ति, भगवानले लीला शक्ति, ऊर्जा शक्ति, माया शक्ति, योग माया शक्ति हैन, वीर शक्ति हैन, काल शक्ति, एकदम भयानक कालको रूपमा भगवान त्यो शक्ति प्रदान गर्नुहुन्छ। जीव शक्ति छ र त्यसमा सबैभन्दा उत्कृष्ट बदा महारानी को हुनुहुन्छ त भन्दाखेरि कृपा शक्ति। जुन दामोदर लीलामा हामीले थाहा पायौँ कि यो 16 शक्तिहरूमा सबैभन्दा माथि को हुनुहुन्छ त? ताज भन्छ नि हामी, क्वीन। त्यो चाहिँ को हुनुहुन्छ त? कृपा शक्ति हुनुहुन्छ। सो त्यसैले गर्दाखेरि हामीले दामोदर लीलामा चाहिँ स्पेसली यो लीलाहरूको बारेमा हैन आफ्नो अनन्य भक्तलाई चाहिँ श्रेय प्रदान गर्नुभयो। कसलाई? दामोदर लीलामा कसलाई श्रेय प्रदान गर्नुभयो? यशोदा महारानीलाई। 10, 9 र 18 मा के वर्णन गरेको छ? सोमातु शून्य गात्राय विस्तस्त्र कवर स्रज दृष्ट्वा परिसमम कृष्ण कृपासितो वन्दने हैन। सोमातु शून्य गात्राय हैन, भगवानलाई बाँड्नको लागि सम्बन्ध चाहिन्छ, माता हैन, पिता हैन, भगवानको भक्त हुनुपर्छ। अनि विस्तस्त्र कवर स्रज हुन्छ नि, जब भगवानले देख्नुहुन्छ कि कपाल झरिसकेको छ, मेहनत गरिरहनु भएको छ, दृष्ट्वा परिसमम कृष्ण, भगवानले देख्नुहुन्छ ओहो यो भक्तले हरेक दिन मङ्गला आरती गरिरहनु भएको छ, स्वरमाला गरिरहनु भएको छ, प्रचार गरिरहनु भएको छ, सेवा गरिरहनु भएको छ। अनि त्यो परिश्रम देखिसकेपछि कृपा सिसो वन्दने, भगवानले विशेष रूपमा म आफै बाँड्न तयार हैन। भक्तिमा समस्या त आउँछ। यहाँ यशोदा मैयाले चाहिँ भक्तिमा 3 किसिमको अवरोधहरू आउँछ भनेर वर्णन गरेको छ हैन। भगवान कृष्णलाई बाँड्दाखेरि अत्यधिक थकान लाग्न सक्छ भन्छ। पसिनाले चाहिँ विस्तस्त्र कवर स्रज भनेको कपाल यति हुन्छ नि, सबै कपाल चुल्ठो बाँडेको, एकदम श्रृङ्गार गरेको कपाल चुल्ठोहरू चाहिँ उहाँले थकानमा चाहिँ झाड्नु भएको थियो र असफलता हुन सक्छ। दौडिसक्यो वृन्दावनमा तर कृष्णलाई बाँड्न सकेन। र तेस्रो भनेको आलोचना, अत्यधिक थकान, असफलता र आलोचना, यो 3 किसिमको भक्तिमा प्रगति गर्दै जाँदाखेरि
यस्तो 3वटा चाहिँ हजुरले चाहिँ अवरोधहरू चाहिँ सिर्जना गर्न सक्छ। असफलता र आलोचना, ए कृष्ण त मायावी हो, यसलाई पार्न सक्दैन यशोदा मैया भनेर चाहिँ कसै आलोचना पनि गरिरहनु भएको थियो। सक्दैन। सो यस्तो कुराहरू चाहिँ र यस्तो देखिसकेपछि हैन सुखदेव गोस्वामीले यो देखिसकेपछि कि भगवानलाई चाहिँ बाँड्न कोसिस गरिरहनु भएको छ। उहाँले सुखदेव गोस्वामी भन्नुहुन्छ एवं सन्दर्शिता हेङ्ग हरिनाम भृत्युवश्यता सो वशेन कृष्णेन यसदे सत्सुतरे सो शेश्वरम बसे भनेको छ हैन। यहाँ के भन्छ एवं सन्दर्शिता हेङ्ग, यस्तो प्रदर्शन गरिसकेपछि भगवानले हरिनाम भृत्युवश्यता, हे महाराज परीक्षित, अनि भगवानको अर्को गुण छ भृत्युवश्यता भनेको चाहिँ भगवान भक्तको गुणमा अधीनस्थ हुने एउटा विशेष गुण छ, त्यसलाई के भनिन्छ भृत्युवश्यता भनिन्छ। र भगवानले मेहनत गर्नुहुन्छ भने चाहिँ के हुन्छ सो वशेनापि कृष्णेन हैन, जो आफ्नो अधीनमा रहन चाहनुहुन्छ हैन, जो भगवान हैन सबै शिव ब्रह्मादि हैन, यहाँ ईश्वर भनेको कुन हुन्छ शिव ब्रह्मादि देवी देवताहरूको कन्ट्रोलमा रहनुहुन्छ भगवान। तर त्यो भगवान भृत्युवश्यता भगवान यशोदा मैयाको बसमा पर्न सक्नुहुन्छ यदि हामीले भगवानको हैन श्रेय पायौँ भने। सो त्यसैले यो शक्ति चाहिँ ब्रह्माजीले चाहिँ यो शक्तिको बारेमा यहाँ प्रदर्शित गरिरहनु भएको छ। ब्रह्माजीले पनि श्रीमद् भागवतम ब्रह्म संहितामा वर्णन गरेको छ। के भनेर वर्णन गरेको छ अङ्गानी यक्षा सकले वृत्ति पान्ति पश्यान्ति पान्ति कल्यान्ति चिरहं जगान्ति आनन्दा चिन्मया सधु ज्वला विग्रहस्य गोविन्दम आदिपुरुषं भजामि। सो भगवान म गोविन्दको ध्यान गर्दछु। ब्रह्माजी भन्नुहुन्छ कि म भगवान गोविन्दको ध्यान गर्दछु जसको अङ्गले अरू अङ्गको सेवा गर्न सक्छ। संसार गोविन्द धाममा हैन गोलोक धाममा बसेर यो जुन संसार चलायमान गर्न सक्नुहुन्छ। उहाँले देखेरको भरमा संसारको सृष्टि पालन गरेर फेरि पट गर्न सक्नुहुन्छ। त्यस्तो भगवानलाई म बारम्बार प्रणाम गर्दछु। उहाँ शाश्वतम यम पुराणन एकदम हन्नते आत्माको प्रत्येक कणमा हुनुहुन्छ स्वयं भगवान। सो यसमा चाहिँ शक्तिको बारेमा र शक्तिमानको बारेमा हामी चर्चा गरौँ। अब हामी कंसको गएको हप्तामा चर्चा गरौँ। कंसको वध भएको छ र कंसको वध भइसकेपछि अब यो जुन दुईटा राजकुमारीहरू छन्, को राजकुमारी यहाँ वर्णन गरेको छ कि प्राप्ति र अस्ति एकदमै एकोहोलो महसुस फिल हुन्छ। आफ्नो श्रीमान कंस बित्नुभयो र राजकुमारीलाई एकदम, किनभने उहाँहरूको कुनै सन्तान रहेन। र वैदिक सनातनमा के वर्णन गरेको छ भने यदि चाहिँ पुत्र र पुत्री सन्तान भएन भने श्रीमती पनि आफ्नो माइतीमा गएर बस्न अधिकार दिएको छ। यो शास्त्रमा हाम्रो वैदिक सनातनमा अहिले पनि छ हैन। सो यदि सन्तान भएन भने उनले चाहिँ माइतीमा गएर बस्ने एउटा प्रावधान हाम्रो धर्मशास्त्रमा पनि छ। र त्यसैले गर्दाखेरि यी दुई राजकुमारीहरू मगधको राजा जरासन्धको राजा आफ्नो बुवाको मगधमा नि फर्किनुहुन्छ। अनि त्यसपछि त्यो देखिसकेपछि मगधका राजा जरासन्धले एकदम रिस उठ्छ हैन। आफ्नो ज्वाइँ पनि छैन, दुईटा छोरीहरू पनि फर्केको छ र हुन्छ नि एकदम क्रूर हुनुहुन्छ हैन। एकदम हैन जरासन्ध एकदमै जरा नामक राक्षसबाट एकचोटि हुन्छ जरासन्धको 10,000 हात्तीको बल थियो हैन। जब हामीले देख्न सक्छौँ जरासन्ध एउटा आसुरिक प्रवृत्तिको थियो हैन। उहाँ यति शक्तिशाली थियो कि हैन जब उहाँको हुन्छ नि सैनिकहरूले जब फालेको थियो हैन, उहाँलाई दुई टुक्रा यता फालेको थियो र जब हुन्छ नि यो शरीर चाहिँ एक भाग यता फालेको थियो, एक भाग यता रूपमा फालेको थियो। र जरा भन्ने एउटा राक्षसले जब खान खोजेको थिए हैन, त्यो खानको लागि उसले त्यो दुईटा जुन लास छ त्यसलाई जोडेको थियो र जोड्नु बित्तिकै के छ भन्दाखेरि त्यहाँ अत्यन्त शक्तिशाली एउटा राक्षस जन्मिन्छ जसलाई चाहिँ जरासन्धको रूपमा चाहिँ विख्यात भयो। र भगवानले उहाँले 17 चोटि हुन्छ नि हमला गर्नुहुन्छ तर पनि हैन उहाँले बारम्बार चाहिँ हमला गरिरहनुहुन्छ। र जब यो जो देख्न सक्छौँ कि जब कालयवन मगधका राजा साल्वाहरूले चाहिँ अट्याक गर्नुहुन्छ हैन, यो जुन 18औं पटकमा जब अट्याक गर्नुहुन्छ
कालयौवन पनि एकदम पराक्रमी हैन एउटा सैनिक चाहिँ एउटा पराक्रमी राजा थियो। कालयौवन चाहिँ विशेष गरी चाहिँ उहाँको पूर्वजन्ममा चाहिँ उहाँलाई यदुवंशहरूले चाहिँ केही उसलाई हुन्छ नि एक किसिमले अमर्यादित रूपमा गरेको हुनाले उहाँले चाहिँ भगवान शिवको उपासना गर्नुहुन्छ र भगवान शिवको उपासना गरेर चाहिँ एउटा वरदान के प्राप्त हुन्छ भन्दाखेरि कि युद्धमा तिमी हार्दैन हैन। सो त्यो वरदान चाहिँ कसले दिनुभएको? भगवान भोलेनाथ शिवले प्रदान गर्नुभएको थियो। र कालयौवनले के गर्नुहुन्छ भन्दाखेरि त्यो अहङ्कारमा हुन्छ, शक्तिको अहङ्कारमा उहाँले घोषणा गर्नुहुन्छ यो संसारमा कोही यस्तो एउटा योद्धा छ जसले मसँग लड्न सक्छ भनेर खुला च्यालेन्ज संसारलाई दिन्छ। र त्यहाँ नारद मुनिले भनेको हुन्छ कि नारद मुनिले भन्नुहुन्छ कि यो संसारमा यदि कोही छ तिमीसँग लड्न छ भने त्यो भगवान स्वयं कृष्ण मात्रै हुन्छ। सो र मगधको राजा यो जुन कालयौवनले चाहिँ 3 करोड सेना लिएर चाहिँ मथुरा यहाँ वर्णन गरेको छ हैन आएको थियो। 3 करोड सेना लिएर चाहिँ एकदम शक्तिशाली, किन जिताउनु पनि नसक्ने के अरे कालयौवनलाई हराउनु पनि नसक्ने, किन विशेष वरदान थियो हैन। र 3 करोड सैनिक लिएर र चाहिँ मगधका राजा हैन जरासन्धले पनि वर्णन गरेको छ 23 अक्षौहिणी सेना, करिबन करोडौं सेनाहरू साल्वा हैन। साल्वा भन्ने एउटा राजाले पनि, साल्वा पनि तपाईको यो पछि चाहिँ भगवान कृष्णले उहाँलाई मान्नुहुन्छ। एउटा जब रुक्मिणी विवाह हुँदाखेरि साल्वा रुक्मिणीसँग मिलेको हुन्छ र साल्वालाई पनि कृष्ण एकदमै मनै पर्दैन हैन। र एटलिस्ट हैन चेदिराज भनेको को? शिशुपालसँग विवाह गरेको भए ठिक हुन्थ्यो भन्ने एउटा वैर भाव र एकदम ईर्ष्यालु भाव थियो साल्वा। र यो तीनैवटाले चाहिँ के गर्नुहुन्छ त त्यहाँ मगधमा आक्रमण गर्नुहुन्छ। अनि जब त्यहाँ उहाँहरूले चाहिँ घेरेको अवस्थामा हुन्छ, सैनिकहरू घेरेको अवस्थामा चाहिँ भगवान भाग्नुहुन्छ हैन। र जब भगवान भाग्नुहुन्छ त्यहाँबाट भगवानलाई चाहिँ रणछोड भनिएको कि भगवानले क्षत्रियले भन्नुहुन्छ क्षत्रियले कहिले धार देखाउनु हुँदैन, तर भगवान त आफै भाग गरिरहनु भएको छ हैन। माखन अर्को घरमा नचोर भन्छ, आफै माखन चोरेर खाइरहनु भएको छ हैन। अब त्यसैले गर्दा भगवानको यो दिव्य यो जुन गुणलाई चाहिँ हामीले बुझ्नै सक्दैनौँ। सो यसरी चाहिँ यहाँ हैन भगवानले विशेष गरी भगवानको भक्तलाई अनुग्रह गर्नको लागि शक्तिमानले शक्ति प्रदान गर्नुहुन्छ हैन। हामीले देख्न सक्छौँ हैन समुद्र मन्थन लीलामा भगवानले आफैले विष खान सक्नुहुन्थ्यो, तर श्रेय कसलाई दिनुभयो? शिवलाई दिनुभयो। अनि भगवानले अझ यो पनि लान सक्छ कि भगवानले त भन्छ नि शिवलाई चाहिँ विष खुवाउनु भयो। तर भगवानले जब नीलकण्ठ भगवान भोलेनाथले जब त्यो विष खानुभयो कसको यश बढेको छ? भगवान भोलेनाथकै यश बढेको छ हैन। अनि त्यसैले गर्दाखेरि हामी भगवान भोलेनाथलाई के भन्छौँ? नीलकण्ठ भगवान भन्नुहुन्छ। सो भगवानले हुन्छ नि यश प्रदान गर्नुहुन्छ। सो यहाँ डाइरेक्टर चाहिँ को हुनुहुन्छ? कृष्ण हुन्छ। र यो जुन लीलामा जुन यो आजको यो जुन लीलामा चाहिँ हैन अथवा नायक चाहिँ को भइरहनु भएको छ भन्दाखेरि भीमलाई नायक बनाइरहनु भएको छ, श्रेय प्रदान गरिरहनु भएको छ। र कालयौवनलाई मार्नको लागि मुचुकुन्दलाई चाहिँ भगवानले यहाँ हैन विशेष श्रेय दिइरहनु भएको छ। र यो श्रेय भक्तलाई मात्रै दिनुपर्छ। कहिलेकाहीँ व्यापारीहरू आफ्नो बुवा व्यापारी हो भने आफ्नो छोराले पनि हैन छोरालाई पनि कहिलेकाहीँ व्यापारमा हात हाल्न लगाउँछ, यो सम्झेर कि यो घाटा होस् भनेर होइन कि उसलाई विशेष श्रेय दिन खोजिरहेको छ हैन। जस्तै कहिलेकाहीँ तपाईँको हामीलाई बुवाले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि कहिलेकाहीँ हामीलाई भिटामिन शक्तिको लागि भिटामिन ग्लुकोजहरू हुन्छ नि हर्लिक्सहरू लिनुभयो भने चाहिँ आफू मात्रै खानको लागि होइन कि त्यो कसलाई पनि दिनको लागि हुन्छ त, आफ्नो छोराछोरीहरूको लागि पनि दिनको लागि चाहिँ शक्ति गर्नको लागि चाहिँ भगवानले चाहिँ आफ्नो भक्तलाई पनि शक्ति प्रदान गर्नुहुन्छ। चैतन्य महाप्रभुले चैतन्य चरितामृतमा एउटा पुस्तक लेख्नुभयो जसलाई न्यायशास्त्र भनिन्छ। अत्यन्त राम्रो टीका चाहिँ उहाँले लेख्नु भएको थियो। तर जब उहाँको साथीले पनि त्यही टीका लेखेको हुन्छ, कुन शास्त्र हैन भन्दाखेरि यो न्यायशास्त्र। तर जब उहाँले थाहा पाउनुहुन्छ चैतन्य महाप्रभुले चाहिँ थाहा पाउनुहुन्छ कि मेरो मित्रले पनि यो न्यायशास्त्र लेखेको हैन भनिसकेपछि उहाँले के गर्नुहुन्छ भन्दाखेरि त्यो जुन आफ्नो शास्त्रलाई के गर्नुहुन्छ त गङ्गाको तटमा हैन गङ्गामा चाहिँ उहाँको त्यो न्यायशास्त्रलाई चाहिँ फालिदिनुहुन्छ। भने चाहिँ कसको यश बढ्यो त भन्दाखेरि आफ्नो साथीको यश कीर्ति बढोस् भनेर के गर्नुभयो भगवानले आफ्नो शास्त्रलाई कहाँ फाल्नुभयो? गङ्गाको तटमा फाल्नुभयो हैन। र
भगवानको चैतन्य यो जुन शिष्टास्त्रको पछि न्यायशास्त्र पनि भगवानले लेख्नु भएको थियो, तर त्यसलाई चाहिँ के गर्नुभयो, त्यो भक्त साथीको लागि उहाँले के गर्नुभयो त, त्यो साथीको लागि चाहिँ उहाँले आफ्नो किताब पनि गङ्गामा बगाउनु भयो। र त्यहाँ वर्णन गरेको छ त्यसपछि भगवानले चाहिँ रातारात एक रातमा 12 देखि 14 घन्टामा एक रातमा सबै हुन्छ नि यो मथुरावासीलाई चाहिँ यता द्वारिकामा पुर्याउनु भयो राति अनि र द्वारिकामा यस्तो हुन्छ नि जीवहरूलाई त्यो त्यहाँको द्वारिकावासीहरूलाई कहिले पनि भोग नलाग्ने त्यस्तो एउटा दिव्य धाम चाहिँ विश्वकर्माद्वारा चाहिँ बनाउन लगायो र त्यहाँ एकदम सुरक्षित राखेर उहाँ फेरि मथुरा नआउनुहुन्छ रातारात हैन। त्यहाँ चाहिँ अनि त्यसपछि बल्ल चाहिँ काल यौवनसँग चाहिँ चुनौती स्वीकार गर्नको लागि चाहिँ उहाँ भोलि बिहान चाहिँ मथुरा पुग्नुहुन्छ। सबैले कहाँ राखेर आउनुभयो हैन, दिव्य शक्तिको अचिन्त्य शक्तिको रूपमा उहाँले के भन्नुभयो, सबैलाई कहाँ पुर्याउनु भयो, द्वारिका पुर्याउनु भयो। अनि एक रातमा सबैलाई कसरी पुर्याउनु भयो होला त्यत्रो टाढो द्वारिकामा हैन। सो उड्दाखेरि सबैजनाले हामी द्वारिका पुगिसक्यौँ, त्यस्तो असम्भव चिज सम्भव कसले गर्न सक्छ, भगवानले मात्रै गर्न सक्नुहुन्छ हैन। र त्यसपछि चाहिँ अब यो काल यौवनलाई चाहिँ हैन भगवान काल यौवनसँग चाहिँ अब लड्नुहुन्छ हैन। र काल यौवनसँग भव्य चाहिँ हरिवंश पुराणमा र भविष्य पुराणमा के वर्णन गरेको छ कि काल यौवनलाई भगवानले यसरी हुन्छ नि हैन, काल यौवनसँग भगवान यति भाग्नुभयो किन भन्दाखेरि त्यहाँ काल यौवनलाई हराउन त सक्दैन, किनभने कसको वरदान थियो, भगवान भोलेनाथको वरदान थियो। त्यसले गर्दाखेरि काल यौवन चाहिँ को अगाडि कृष्ण चाहिँ भाग र भाग्नु पनि हरिवंश पुराणमा भनेको छ कि 1 फिट नपुग्ने गरी भाग्नु भयो। अनि बाटोमा चाहिँ भाग्दै कृष्णलाई चाहिँ भगवान यो काल यौवनले गाली गर्दै लग्यो। अनि गाली गर्दै हुन्छ नि समाते गर्दै हुन्छ नि उहाँलाई गुफाभित्र लग्यो जहाँ चाहिँ मुचुकुण्ड सुतिरहेका थिए। नाउ मुचुकुण्ड भनेको चाहिँ मान्धता त्यो सूर्य वंशमा चाहिँ राजा मान्धताको छोरा थिए र उसकै भाइको हुनुहुन्थ्यो भन्दाखेरि हाम्रो अम्बरीश महाराज हुनुहुन्थ्यो, जो चाहिँ हामीले देख्नुहुन्छ सबै हैन जुन पारण गर्दाखेरि हैन दुर्वासा ऋषिले चाहिँ उहाँलाई चाहिँ हैन चाहिँ अफेन्स गर्नुहुन्छ हैन। त्यही दाइ चाहिँ को हुनुपर्छ त, यो मुचुकुण्ड हुनुहुन्थ्यो र मुचुकुण्डले के गर्नु भएको हुन्थ्यो त्यो स्वर्गमा चाहिँ हैन तपाईको असुरहरूले आक्रमण गरेर जितिसकेका थिए। अब त्यसलाई बचाउनको लागि के आउनुहुन्छ भन्दाखेरि मुचुकुण्ड आउनुहुन्छ र मुचुकुण्डले चाहिँ के गर्नुहुन्छ, उहाँलाई जित्नुहुन्छ र जितिसकेपछि चाहिँ त्यसको सेवा स्वरूप चाहिँ हैन यो भएको कहिले हुन्छ भन्दाखेरि यो चाहिँ त्रेता युगमा भएको हुन्छ। र त्रेता युगमा भएको चिज हैन त्यहाँ झगडा गर्दा त्यहाँ स्वर्गमा झगडा गर्दाखेरि पृथ्वी लोकमा आउँदाखेरि त कुन युग सुरु भइसकेको थियो, द्वापर युग सुरु भइसकेको थियो। अनि त्यहाँ चाहिँ त्यो सेवाको प्रभावित भएर इन्द्र एकदम खुसी हुन्छ र धन्यवाद स्वरूप। अनि त्यसपछि जब कार्तिक हैन कार्तिकलाई चाहिँ जब सेनापति नियुक्त हुन्छ, देवताहरूको सेनापति चाहिँ कार्तिकै हुनुहुन्छ, जो भगवान भोलेनाथको सुपुत्र हुनुहुन्छ। जब उहाँलाई चाहिँ जब सेनापति नियुक्त गर्छ अनि उहाँले अवकाश प्राप्त गर्नुहुन्छ अनि उहाँलाई वरदान पनि दिनुहुन्छ। के वरदान चाहिन्छ, मोक्ष त हामी इन्द्र म आफै हाम्रो राजाहरूको स्वर्गमा त मोक्ष पाउँदैन, बरु मोक्ष बाहेक केही चाहिन्छ मुचुकुण्डजी भन्दाखेरि चाहिँ उहाँले भन्नुहुन्छ कि म धेरै थकित भएको छु, मलाई आराम चाहिन्छ भनिसकेपछि अनि इन्द्रले ल म त्यसो भए हजुरलाई वरदान दिन्छु कि तपाईँ एउटा जुन चिरकालसम्म तपाईँले जति चाहनुहुन्छ सुत्नुहोस्, तर म यो पनि वरदान दिन्छु कि जसले पनि तिम्रो चाहिँ निन्द्रा भङ्ग गर्छ उसको तपाईँले दृष्टि मात्रै गर्यो भने त्यसको तत्काल मृत्यु हुन्छ। सो यो जुन वरदान दिनुभएको मुचुकुण्डलाई चाहिँ भगवानले त्यही गुफामा लिएर आउनुहुन्छ र आफ्नो हुन्छ नि यो जुन पिताम्बरले उसलाई छोपिदिनुहुन्छ र भाग्दै जब मुचुकुण्ड यो काल यौवन त्यहाँ पुग्नुहुन्छ, यो कृष्णलाई थानेर चाहिँ हुन्छ नि काल यौवनले चाहिँ लात्ता लिइरहनु थाल्छ र जब उठ्न थाल्छ उहाँले के गर्नुहुन्छ, त्यो तेजले उहाँ भस्म हुन्छ। सो यसरी हुन्छ नि युद्धमा कहिले पनि जित्न नसक्ने काल यौवनको चाहिँ भगवानको मुचुकुण्ड भगवानको अनन्य भक्त थियो। त्यो मुचुकुण्डको कृपाले श्रेय प्रदान गरेर काल यौवनको वध हुन्छ र त्यो मुचुकुण्ड चाहिँ पछि आएर चाहिँ यहाँ बद्रिका आश्रममा आएर चाहिँ उहाँले आफ्नो शरीर छोड्नुहुन्छ र उहाँ मुक्त हुन्छ र स्वधाम भगवानको धाम
जानुहुन्छ। र यसरी कृष्णले आफ्नो भक्तलाई के गर्नुभयो त शक्तिमान भगवानले शक्ति प्रदान गर्नुभयो। र हामी देख्छौँ त्यसपछि चाहिँ जरासन्धको चाहिँ जरासन्ध आउँछ। त्यो त्यही जरासन्धमा चाहिँ भगवान मगध राजमा चाहिँ तीनवटा के अरे तीनजना हाम्रो अर्जुन भीम र त्यहाँ ब्राह्मण बनेर चाहिँ मगध राजमा के अरे मगधमा पुग्नुहुन्छ। मगध भनेको जहाँसम्म लाग्छ यो बिहार होइन, आजको नवीन इतिहासमा यसलाई बिहार हुन्छ। सो त्यहाँ चाहिँ ब्राह्मण बनेर आउँछ। र तर ब्राह्मण बनेर आउँदाखेरि पनि हुन्छ नि जरासन्धले देख्नुहुन्छ कि यो ब्राह्मण जस्तै ब्राह्मणहरू त्यो यत्रो हट्टाकट्टी त हुँदैन। त्यसपछि मलाई जरासन्धलाई लाग्छ कि यो कम्प्लिटली यिनीहरू ब्राह्मण हुनै सक्छ, यो त होइन क्षेत्रीय हुनुपर्छ। ल तिमीहरू को भने परिचय दिँदाखेरि अब त्यो त चिर परिचित कृष्ण, तिमी नै हो, तिमी त हुन्छ नि तिमीहरूलाई के चाहियो ल भन्नुहोस्, म तिमीहरू यदि ब्राह्मणै हो भने पनि म तिमीहरूलाई वरदान दिन्छु, के चाहिन्छ तिमीलाई के चाहिन्छ भने। अनि भगवान्ले भन्नुहुन्छ ल हामी होइन तपाईँलाई लड्काउन त्यो हुन्छ नि झगडा गर्न आएको, ल युद्धको लागि चाहिँ आह्वान गर्न आएको, हामी तीनजना छौँ, तिमीले कसलाई चुज गर्न सक्छौ। अब जरासन्धले भन्छ कि तिमी यो युद्धबाट त शत्रु चाहिँ तिमी त भगुवा हो, तिमीसँग म किन युद्ध गरेँ। अब अर्जुन छ त, यो अर्जुन त भर्खरै आलो काँचा जस्तो, योसँग कसरी झगडा गर्ने होइन। यो भीम चाहिँ अलिकति हट्टकट्टा छ, योसँग चाहिँ झगडा गर्नुपर्छ ल भनेर चाहिँ उहाँसँग झगडा गर्नुहुन्छ। र त्यहाँ झगडा गरिसकेपछि हुन्छ नि हात हालेर होइन भीम र जरासन्धको हात हालेर खुट्टामा चाहिँ झगडा हुन्छ। गदामा बिहानदेखि साँझसम्म झगडा भएको वर्णन गरेको छ होइन। अनि गदामा झगडा हुँदा चाहिँ मर्दै जरासन्ध झन्झन बलवान भएर आउँछ। अनि जब भगवान्ले सम्झाउनुहुन्छ भीमलाई कि यो जरासन्धलाई चाहिँ होइन यसकोलाई चाहिँ कसैदाखेरि जबसम्म यसको शरीर फाडेर एउटा यता होइन ठ्याक्क अपोजिट डाइरेक्सन जब फाल्दैन होइन तबसम्म चाहिँ यो मर्दैन। र भगवान्ले चाहिँ त्यो गर्न चाहिँ अनुरोध गरिसकेपछि भीमले त्यस्तै गर्छ र जरासन्धलाई चाहिँ वध गरेर चाहिँ त्यो दुई टुक्रा, एउटा यता एउटा शरीरको एउटा भाग यता अर्को भाग चाहिँ उता गरेर चाहिँ यो जरासन्धको पनि होइन मृत्यु हुन्छ। सो यसरी चाहिँ भगवान्ले आफ्नो भक्तको चाहिँ श्रेय प्रदान गर्नुहुन्छ। र होइन त्योभन्दा एकछिन एउटा कुरा अलिकति कुरा छुटेको कुरा चाहिँ योभन्दा अगाडि कृष्ण र भगवान जरासन्धसँग पनि भाग्नुहुन्छ होइन। जब यो जुन के भन्छ प्रवर्सन पर्वतमा होइन, प्रवर्सन पर्वतमा चाहिँ जरासन्धले चाहिँ त्यहाँ आक्रमण गर्दाखेरि त्यो चाहिँ पर्वतमा चाहिँ कृष्ण भगवान चाहिँ भागेको भन्ने बित्तिकै त्यहाँ चाहिँ जरासन्धको सैनिकहरूले त्यसलाई चाहिँ जलाउनु खोज्छ। तर त्यहाँ पनि कृष्ण चाहिँ के गर्नुहुन्छ त होइन, कृष्ण भगवान चाहिँ त्यहाँबाट पनि भागेर आएको हुन्छ। अब युधिष्ठिर महाराजले के गरेको हुन्छ, राजसूय यज्ञ गरेको हुन्छ। राजसूय यज्ञ गर्नको लागि के चाहिन्छ, सर्व विजय हुनु पर्यो, संसार विजय हुनु पर्यो। संसार विजय हुनको लागि जरासन्धलाई चाहिँ मृत्यु गर्नु पर्यो। अब जरासन्धले पनि 20,000 राजाहरूलाई चाहिँ के गर्नु कैद गरेर राखेको, बन्दी बनाएर चाहिँ उसले के गर्न लागेको थियो त भन्दाखेरि उनीहरूलाई चाहिँ मारेर भैरवलाई चाहिँ बलि दिन लागेको हुन्छ होइन। सो त्यो अवस्थामा चाहिँ ब्राह्मण बनेर चाहिँ मगधमा चाहिँ उनीहरू चाहिँ त्यहाँ चाहिँ पुगेको हुन्छ। सो यसरी चाहिँ होइन यो मगध राजको चाहिँ मृत्यु हुन्छ र भगवानको भक्तलाई चाहिँ भगवानले चाहिँ श्रेय प्रदान गर्नुहुन्छ। र यदि हामी श्रीमद् भागवतमको 11औं अध्यायको 3 अध्यायको 21औं श्लोकमा भन्नुभयो भने भगवानले भन्नुभएको छ तस्मात् गुरु प्रपद्यन्ते भनेको शरणमा पर, कसको तस्मात् गुरु प्रपद्यन्ते जिज्ञासु श्रेय उत्तम होइन। शाब्दे परेच निष्णातम, त्यहाँ भनेको ब्रह्मण्य उपासनम आश्रय भनिएको छ। त्यो चाहिँ तस्मात् गुरु प्रपद्यन्ते, हामी कसको शरणमा जानुपर्छ अरे, गुरुको शरणमा जानुपर्छ। श्रेय उत्तम, कसको आश्रयमा बस्नुपर्ने रहेछ त, गुरुको आश्रयमा बस्नुपर्छ। किनभने हामी भीम जस्तो झन् शुद्ध भक्त पनि होइन, हामी अर्जुन जस्तो शुद्ध भक्त पनि होइन होइन, र हामी मुचुकुन्द जस्तो श्रेष्ठ शुद्ध भक्त पनि होइन। त्यसैले शास्त्रमा के हामीलाई रिकमेन्ड गरेको छ त, गुरुको शरणमा जाऊ। र त्यो गुरु चाहिँ कस्तो हुनुपर्छ अरे, शाब्दे परेच निष्ठा, शाब्दे भनेको चाहिँ वेदमा पारङ्गत हुनुपर्छ अरे होइन। र त्यसले चाहिँ भगवानलाई नै
आदि कारणको पनि कारण हो भनेर बुझेको हुनुपर्छ अरे। निष्णातम भनेको पूर्ण ज्ञान हुनुपर्छ अरे र ब्रह्मण्यो भनेको वास्तविक शक्तिलाई थाहा पाएको हुनुपर्छ अरे। अर्को कुरा भनेको उपासम आश्रयम भनेको चाहिँ भौतिक विषय वासनाबाट विरक्त भएर स्थिर भइसकेको हुनुपर्छ भनेर चाहिँ यहाँ गुरुको पनि योग्यताहरूको बारेमा चाहिँ वर्णन गरेको छ। किनभने यो जीवनमा हामी के गर्छौँ, आचार्य उपासना, आचार्यबाट हामीले भगवान प्राप्त गर्ने यो जुन कलियुगमा, त्यसैले भगवानले भन्नुहुन्छ जिज्ञासु श्रेय उत्तम हैन। यहाँ अघि भगवानको भक्तलाई श्रेय प्रदान गर्नुभएको छ, यहाँ गुरुको श्रेय आश्रयमा जाऊ, श्रेयको शब्द युज फेरि गर्नु भएको छ। प्रभुपादले श्रेय र प्रिय भनेर हामीले अर्को गएको हप्ता पनि चर्चा गरेका थियौँ। प्रिय भनेको के हो, क्षणिक आनन्दको लागि हामी हैन सबै कुराहरू भोगिरहेको छौँ। यसो आफूलाई मन लाग्यो त्यही गर्यो, जे विचार सोच्नु मलाई त्यही गर्यो, आफूले जे खानु मलाई त्यही खाइरहनु भएको छ हैन। सो जिन्दगीमा हामीले जे गर्छौँ त्यो एकछिनको लागि प्रिय इन्द्रिय तृप्तिको लागि गर्छौँ भने श्रेय भनेको चाहिँ भोलिको आनन्दको लागि कि यो जन्म र मृत्यु जरा व्याधिबाट चाहिँ मुक्त हुनु चाहिँ के हो त, त्यो चाहिँ श्रेय हो हैन। सो त्यसले गर्दाखेरि प्रभुपादले धेरै यो चाहिँ श्रीमद् हामीले यो शास्त्रमा धेरैचोटि श्रेय र प्रियको बारेमा चाहिँ हैन चाहिँ चर्चा गर्नुभएको छ। र यदि जीवन हामीले चाहिँ स्कन्द चाहिँ चौथो स्कन्दमा जसलाई चाहिँ प्रहलाद महाराजको ध्रुव महाराजको कथामा चाहिँ हैन, ध्रुव महाराजको जीवनमा चाहिँ पहिला के आयो, उहाँको प्रिय आयो कि श्रेय आयो भन्दाखेरि ध्रुव महाराजको जीवनमा पहिला के आयो, प्रिय आयो हैन। उहाँको जीवनमा के आयो, पहिला के आयो त, उहाँको जुन चाहिँ नि राजा उत्तानपादले उहाँलाई काखमा राख्नै दिनु भयो। सुरुचिले उहाँलाई तिमी यदि मेरो पुत्र भएर चाहिँ तिमी तपस्या गरेर आऊ अनि त्यसपछि मात्र तिमी काखमा बस्न पाउँछौ, नत्र भने बस्न पाउँदैन भन्ने बित्तिकै तपस्या गर्नुभयो उहाँ। र स्वयं त्यहाँको आउनु भगवान विष्णु आउनुभयो र उहाँलाई कुनै पनि कोही कसैले पनि प्राप्त गर्न नसक्ने ध्रुवलोक दिनुभयो भने। अर्को कुरा हामीले देख्न सक्छौँ, उहाँकै हुन्छ नि हैन आमा, अर्को आमा हैन को हुन्छ, सुनीति। सुनीतिले चाहिँ के प्राप्त गरे हैन, उसले जन्माउनु भएको उत्तमलाई चाहिँ, उत्तम चाहिँ के छ भने जङ्गलमा शिकार गर्न जाँदाखेरि यक्षहरूले मारिदिन्छ हैन। उसलाई चाहिँ काखमा राख्न पायो उत्तानपादले चाहिँ हुन्छ नि हैन, काखमा राखे। तर त्यही कान्छो छोरालाई चाहिँ हैन राखेन, त्यो भेद गर्नुभयो हैन। सो त्यो कारणले गर्दाखेरि हैन जब उहाँ चाहिँ उत्तम आफ्नो भाइ हैन ध्रुवको चाहिँ दाइ हैन उहाँ चाहिँ मृत्यु भएको थाहा पाउनुहुन्छ, उहाँको हैन आमा सुरुचिले पनि आफ्नो के छ, देह त्याग गर्छ। उहाँ पनि जङ्गलमा खोज्न जाँदा पागल भएको हुन्छ, त्यहाँ एकदम आगो जलिरहेको बेलामा पनि उहाँ त्यसमा मृत्यु हुन्छ। सो देख्न सक्छौँ भगवानको हैन ध्रुव महाराजले नारद मुनिको हैन आश्रय लिएर चाहिँ भगवान विष्णु प्राप्त गर्यो। सुरुमा चाहिँ उत्तमलाई चाहिँ रमाइलो भयो, उहाँ आमाको काखमा बस्न पाएको छ हैन, उसले सबै कुरा पाए। राज हुन्छ नि, त्यो सुरुचिले पनि हुन्छ नि आफ्नो श्रीमान हैन उत्तानपादलाई चाहिँ बसमा राखेको थियो, राजालाई नै बसमा राखिसकेपछि सबै पाए। तर लास्टमा चाहिँ अन्त्यमा चाहिँ हैन यस्तो घटना भयो। सो त्यसले गर्दाखेरि जीवनमा पनि हाम्रो के हुन्छ त, यो चाहिँ हामीले चाहिँ यदि सुरुमा चाहिँ सुख पायो भने चाहिँ हामीले चाहिँ दुःख नै पाउँछौँ अन्त्यमा। त्यसले गर्दाखेरि हैन नारद मुनि जस्तो भक्तको आश्रय लिनुपर्छ। र यहाँ चाहिँ हामीले देख्न सक्छौँ श्रीमद् भागवतममा पनि सुत गोस्वामीलाई 88,000 ऋषिले चाहिँ सोध्नुहुन्छ, भुरुनी भुरि कर्माणि श्रोत व्यानि विभाग छ हैन। त्यहाँ भन्नुहुन्छ अतो साधु यत्सारम समुदित्य मनुष्य हैन ब्रूहि भद्राय भूतानाम ये आत्मा सुप्रसिद्धति, कि हामीलाई वेदको सार बताइदिनुहोस् हैन हे सुत गोस्वामी, कि सार दिनुहोस्। किनभने कि शास्त्रमा के छ त, हामीलाई पुराण पढ्नको लागि समय छैन, हामीलाई वेद पढ्नलाई समय छैन, हामीलाई धर्मशास्त्रलाई पढ्नलाई टाइम छैन, ज्योतिषशास्त्र यो शास्त्र हैन धनुर्शास्त्र यो पढ्दा हाम्रो समय नै छैन। र प्रायसो कलियुगमा हामी अल्छी छौँ। प्रायः न अल्पायसो कलौ अस्मिन युगे जन मन्द सुमन्द मतो मन्द भाग्य उपात, हामी अभागी छौँ, हामी एकदम विचलित हुन्छौँ, हामी अल्छी छौँ र हाम्रो जीवनको उद्देश्य पनि हामीलाई थाहा छैन। त्यसैले उहाँले हुन्छ नि चाहिँ नैमिषारण्यका ऋषिहरूले चाहिँ 6वटा विशेष प्रश्न सोध्नुहुन्छ। त्यसमा पहिलो प्रश्न के थियो भन्दाखेरि पुंसाम श्रेय, हामीले चाहिँ एकान्त श्रेय, किनकि वास्तविक जीवन मानिसको लागि परम कल्याणकारी चिज के हो भनेर
सुत गोस्वामीलाई सोध्नुहुन्छ। न सुत गोस्वामीले आफ्नो गुरु सुखदेव गोस्वामीबाट भागवत श्रवण गर्नुभएको थियो अनि त्यसैले प्रथम स्कन्धको दोस्रो अध्यायको 6औं श्लोकमा यसको उत्तर पाउँछ। त्यसमा के भनेको छ, सबै पुंसु परो धर्म यतो भक्ति अदोक्ष जे अहेतुकी अप्रतिहता हे आत्मा सुप्रसिद्धति। सो त्यसैले भन्दाखेरि बिना कारण हैन, बिना कारण अहेतुकी अकारण अप्रति बिना रोकावट चाहिँ हामीले भगवान हामी कसको सेवा गर्नुपर्छ त भन्दाखेरि विश्वक्सेन कथा सुयोगीको विश्वक्ष भगवानको सेवा गर्नुपर्छ। किनभने यो सेवा गर्यो भने के भन्छ त, ये आत्मा सुप्रसिद्धि, हाम्रो आत्मा चाहिँ एकदमै खुसी हुन सक्छ। हाम्रो मालिक भगवान विष्णुको शक्ति हामीले ग्रहण गर्नुपर्दछ र चप्पल सुखको लागि चाहिँ हामी चप्पल सुखको लागि चाहिँ हैन हामी त्यसको लागि लालायत गर्नु हुँदैन। हैन चप्पल सुख भन्ने थाहा छ, चप्पल सुख भनेको एकछिनको आनन्दको लागि हैन। जब हामीले चप्पल किनेर ल्याउँछौँ हाम्रो सुरुमा के हुन्छ, ओहो चप्पल कस्तो राम्रो हुन्छ नि, पहिला त धुलो सफा गरेर हुन्छ नि राख्छ, तर त्यही चप्पल के हुन्छ त, लाउँदाखेरि यो कति लाउने, अब मलाई अर्को चप्पल चाहियो, फेरि चप्पल अर्को नयाँ ल्याउँछ, केही दिन त सफा गर्छ। त्यस्तो भएको छ सबैलाई हैन। त्यसलाई के भन्छ, चप्पल सुख हैन। हाम्रो एउटा मान्छे पनि कडा मिहिनेत गर्छ हैन, परिवारजनलाई सुख सुविधा गर्न खोज्छ र मृत्युपछि सबै सुख सुविधाहरू खोसिन्छ। तर भगवान यति दयालु हुनुहुन्छ कि मृत्युपछि पनि त्यो आनन्द दिन चाहनुहुन्छ। त्यसैले भगवानको हैन हामीले चाहिँ शरण लिनुपर्छ। त्यसैले गोविन्दजी हैन, हाम्रो ठुलो आचार्य गोविन्द चाहिँ कविराज गोविन्द दास कविराजले के भन्नुहुन्छ, सीता आतप वतव सृजन दिनगामिनी जागिरे विफल सेवन कृपण दुर्जन, विफल सेवन कृपण दुर्जन, सफल सुख लाभ लागिरे अभय चरण रविन्द्रले। उहाँले भन्नुहुन्छ कि दिनरात म निन्द्राविहीन हुन्छु। म निन्द्राविहीन हुनेको यति काम गरेको छु रे। यो जाडो, यो गर्मी, यो हावा, यो पानी र क्षणिक सुखको लागि मैले निरर्थक कन्जुसहरूको र दुष्ट मानिसहरूको के छ त सेवा गरेको छु। तसर्थ हे गोविन्द, मैले यो अनावश्यक समय बिताएर चाहिँ मैले अब अभय चरणारविन्द जुन अभय प्रदान गर्ने भगवानको हैन मैले शरण अब लिनुपर्छ। हे मन, तिमी बारम्बार भगवान गोविन्दको चाहिँ हैन शरण पर्नुहोस्। र हैन प्रहलाद महाराजले पनि भन्नुहुन्छ, पुनः पुनः चर्विता चरणम, कि यो संसार यस्तो घनाएको छ हैन, वर्णन गरेको छ त्यो जसरी उखुलाई गाईले के खान्छ, एउटा गाई आउँछ मजाले चपाई खान्छ, फेरि अर्को गाईले फेरि आउँछ, त्यही हुन्छ नि सबै सुकिसकेको रसै नभएको हैन त्यो उखु खान्छ, फेरि तेस्रो गाई आउँछ, फेरि त्यसमा अलिकति रस हुन्छ, फेरि चौथो गाईले खान्छ। अब त्यसमा कति रस होला सोच्नुहोस् त, चौथो गाईले कति रस पिउनु भयो होला। त्यस्तो यो संसार रहेको छ, वर्णन गरेको छ हैन। त्यसपछि वास्तविक सुख यहाँ सुन्नुहोस्, 18औं अध्यायमा भगवानले भन्नुहुन्छ कि यत यत अग्रे विषम हैन एव परिणामी अमृत उपमम हैन, जो त्यो सुरुमा विष जस्तै हुन्छ रे, अनि परिणामी अमृत उपमम भनेको परिणाममा के हुन्छ रे, त्यो अमृत हुन्छ रे हैन। तत् सुखम सात्विकम, त्यस्तो आनन्द नै त्यो त परम सात्विक सुख हो। प्रोक्तमात्मम बुद्धि प्रजानम, र त्यो बुद्धिले गर्दाखेरि हामीले आत्म साक्षात्कार गर्न सक्छौँ। त्यसले ध्रुव महाराजले के गर्नुभयो, पहिला तपस्या गर्नुभयो हैन, 6 महिना हावालाई पनि रोक्नुभयो हैन, श्वासलाई पनि रोकिसकेपछि के गर्नुभयो त, साक्षात यो संसार हल्लिन थाल्नुभयो। र भगवानले उहाँलाई के दिनुभयो भने त्यस्तो एउटा धाम दिनुभयो जहाँ चाहिँ हैन यो प्रलय आउँदाखेरि पनि हैन ध्रुव महाराजको लोकमा कहिले पनि केही पनि हुँदैन, त्यस्तो धाम चाहिँ प्राप्त गर्नुभयो। त्यसैले हामीले भगवानको भक्त या भगवानको आश्रय लिनुपर्छ। श्रीमद् भागवतमको 7औं अध्यायको 1औं श्लोकमा के भनेको छ, मायासक्त माया पार्थ योग युञ्जन मद आश्रय असंशय समग्रमा, एकदम असंशय रहित हैन कसको शरण लिनुपर्छ, मद आश्रय भनेको कसको भनेको छ, भगवानको आश्रय लिनुपर्छ। त्यसैले भक्त शरणागतिमा भक्तिविनोद ठाकुर भन्नुहुन्छ कि हामीसँग केही त्यस्तो शुद्ध भक्ति पनि छैन, न हामीले यो जीवनकालमा हामी शुद्ध भक्ति गर्न सक्छौँ सक्दैनौँ।
हामीसँग त्यस्तो गुण पनि छैन। त्यसैले हाम्रो यो जुन वैदिक गौडी परम्परा भनेको धारा भनेको के हो त? आचार्य उपासना, आचार्यलाई खुसी बनाएर हामी भगवत धाममा जाने भक्त भागवतहरू। त्यसैले उहाँले भन्नुहुन्छ कि योग्यता विचारे किछु नहीं पाए तुम्हारा करुणा करुणा न होइते कांदिया कांदिया करुणा न होइते कांदिया कांदिया प्राण न राखिबो गुरुदेव कृपा सिंधु दिया करो ये दासे इन तो गुरुको कृपामा हामी आश्रित छौँ र यदि गुरुको कृपा अलिकति थोपा भयो भने चाहिँ हैन हामीले यो भवसागरमा चाहिँ तर्न सक्छौँ। र यसरी हैन हे गुरुदेव मलाई शुद्ध भक्ति प्रदान गर्नुहोस् र यदि हजुरको कृपामा म आश्रित छु र हजुरले मलाई कृपा गर्नु भएन कान्दिया 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 प्राण नराखेको मैले यो प्राण हैन र मैले यो जीवनमा चाहिँ यो प्राण पनि राख्न सक्दैनौँ र म आफ्नो जीवनलाई पनि धान्न सक्दैन। हे गुरुदेव त्यसैले मलाई हजुरको आश्रय प्रदान गर्नुहोस्। हजुरले प्रार्थना गर्न सक्नुहुन्छ हे गुरुदेव कि मलाई प्रचारमा सेवामा लगाउनुहोस्। यसरी हामीले शुद्ध भक्तिको गुरुको आश्रयमा गरेर हामीले शक्तिबाट शक्तिमानबाट हामीले शक्ति प्राप्त गर्न सक्छौँ र आफ्नो जीवनलाई धन्य प्राप्त धन्य गर्न सक्छौँ। सो प्रार्थना गर्नुहोला र कि हामीले गुरुको कृपाबाट हामीले यो भव सागर गर्न सक्छौँ। पाञ्चकल्पतरुभ्यश्च कृपा सिन्धु गएको छ अतीतनां पावनेभ्यो वैष्णवेभ्यो। केही प्रश्नहरू छन्? 1 मिनेट। अनि प्रभुजी अब यो भन्नुभयो नि शास्त्रहरू वेदहरू जति छ नि अब अहिलेको जीवनमा मान्छे पढ्न सक्दैन थाहा थियो उहाँलाई त्यो किन यस्तो भयो? यो अल्पबुद्धि अल्पज्ञान मनुष्य कसरी यसले व्याख्या किन पढ्न सक्दैन? यहाँ भागवत क्लासमा आयो भने पढ्छु भने घरमा गएर त्यसमा ध्यानै दिँदैन पढ्दैन कसरी यो भयो? प्रायः अल्प आयुषो हेर्नु यो ठाउँ नै त्यसरी नै बनाएको छ हैन। जस्तै जेल किन बनाएको हुन्छ? जेल त यति दुखात्माहरूलाई राख्ने बनाएको होइन। जेलमा त्यो मान्छेलाई राख्ने हो जसलाई हुन्छ नि त्यो जसले चाहिँ हैन अपराध गरेको छ नि। सो तर हैन अघि पनि भने शक्ति कति किसिमको छ, अन्तरङ्ग शक्ति पनि छ, यहाँ बाहिर शक्ति पनि छ। सो अन्तरङ्ग शक्तिहरू जान चाहनुहुन्छ भने त मैले अघि पनि गुरुको आश्रय लिएर अन्तरङ्ग शक्तिमा भगवानको धाममा जानु पनि सक्नुहुन्छ। तर समस्या के छ भन्दाखेरि हामी बाहिर मुख भइदिन्छ र त्यसले गर्दाखेरि हामीलाई के गर्न सकिन्छ यो मायामा राखिदिनुहुन्छ। र अघि पनि हामीले भन्यौँ कि बाहिर शक्तिमा 3 किसिमको के हुन्छ? त्यहाँ अज्ञान हुन्छ, त्यहाँ दुःख हुन्छ र त्यो क्षणिक हुन्छ। त्यसले गर्दाखेरि हाम्रो आयु पनि क्षणिक छ। हामीले धेरै यहाँ दुःख पाइसकेका छौँ। हामी फेरि पुनः चर्वित चर्वणाम हामीलाई थाहा छ यो दुःख हो, यो सबै कुरा यहाँ विष छ, तर पनि हामीलाई यही चाहनु मन लाग्छ। चपल सुख भनेको यही नै हो। त्यसैले गर्दाखेरि कलियुग जबसम्म समाप्त हुँदैन सतयुगको आविर्भाव हुन सक्दैन। त्यसले गर्दाखेरि यो जुन कलौ शूद्र सम्भव सबै शूद्र भइसकेको मानिसहरूलाई चाहिँ भगवानले सतयुगको आविर्भाव गर्नको लागि पनि यहाँ त नराम्रो त हुनु पर्यो। सो त्यसले गर्दाखेरि हामीलाई भागवत सुनेर त हैन यो 3 गुणा पार गर्न सक्छौँ किनभने नित्यम भागवत सेवा भनेको छ। त्यसले गर्दाखेरि हजुर भागवत श्रवण गरिरहनु भएको छ, भगवानको नाम जपिरहनु भएको छ र सेन्टरमा आएर भक्तको सत्सङ्ग गरेर सेवा गरिरहनु भएको छैन छ भने चाहिँ आज नहोला कुनै न कुनै दिनमा हैन प्रभुले भन्नुहुन्छ एटलिस्ट भक्तलाई 3 जन्म चाहिन्छ भगवानको धाममा जान हैन। 3 जन्म हैन किनभने पहिलो जन्ममा के हुन्छ? नाम अपराध जप हुन्छ। दोस्रो जन्ममा के हुन्छ? नाम आवास जप हुन्छ। तेस्रो जन्ममा के हुन्छ? बल्ल शुद्ध नाम जप हुन्छ। त्यसैले हाम्रो बसको कुरा छैन। तर यदि शिल प्रभुले भन्नुभएको छ त्यसरी के भन्नुभएको छ त मेरो धोती सपाट्नुस् तिमीहरूले सक्दैन त्यो मेरो धोती सपाट्नुस् तिमीहरू बोल्नु जान्छ। ठीक छ ब्रो? हरे कृष्ण। एउटा कुरा प्रभुजी भाग्य र बुद्धिको के खेल छ आफ्नो जीवनमा? यो तपाईको यो भाग्य र बुद्धि भनेको त्यस्तो नै हो जसरी पाप र पुण्य भने जस्तै। सो तपाईले राम्रो काम गर्यो भने के हुन्छ? राम्रो हुन्छ। नराम्रो काम गर्यो भने हैन नराम्रो हुन्छ। अब यो भौतिक संसारमा तपाईले आयो भने तपाईलाई के हुन्छ? बुद्धि पनि भगवानले दिनुहुन्छ हैन। बुझ्नु भयो नि? सो बुद्धि भइसकेपछि बुद्धिद्वारा चाहिँ के छ भने भाग्यको निर्माण हुन्छ।
कोही मान्छे हुन्छ नि उसले चाहिँ पहिलो जन्मको पुण्यले गर्दाखेरि उसले धेरै राम्रो बुद्धि पाउँछ अनि बुद्धिको प्रयोग गरेर उसले के छ सफ्टवेयर इन्जिनियर हुन्छ प्रधानमन्त्री हुन्छ तर यो पाप र पुण्यमा त ऊ फसि नै रहन्छ उसले राम्रो हुन्छ राम्रो पुण्य बनाएर यो जन्ममा ऊ प्रधानमन्त्री भयो तर यो जुन बुद्धि जुन प्रधानमन्त्री भएको बुद्धि पनि भगवान्ले दिनुभएको हो तर क्षणिक चपलो सुख अझै खोजिरहनु भएको छ उसलाई यो थाहा छैन कि यो संसार भनेको फेरि पनि अज्ञान छ यहाँ दुःख छ र यो एकदम टेम्पोररी छ त्यसले गर्दाखेरि चाहिँ हामीलाई वास्तविक यो जुन पाप र पुण्यबाट छुटकारा दिनको लागि हामीले आध्यात्मिक संसारमा जानै पर्छ जुन जन्म मृत्यु जरा व्याधिबाट मुक्त छ ठिक छ ब्रो बुद्धि मन श्रेष्ठ भयो बुद्धिले काम गर्नु होइन बुद्धि यो भौतिक संसारमा मात्रै प्रदान भइन्छ आध्यात्मिक संसारमा बुद्धि हुँदैन यो भौतिक संसारमा मात्रै बुद्धि हुन्छ तर त्यो बुद्धि भनेको के छ भन्दाखेरि त्यो बुद्धिले के गर्छ भन्दाखेरि राम्रो र नराम्रो छुट्याउने अधिकार मात्रै छ हैन जस्तै तपाईले बासी भात खानुभयो इन्द्रलाई त खानु मन लाग्यो बासी मोमो छ तर त्यो बासी मोमो तपाईले खानु हुन्छ हुँदैन भन्ने कसले निर्णय गर्छ त बुद्धिले निर्णय गर्छ तर त्यो बुद्धि चाहिँ यो भौतिक संसारको एउटा उपज हो यो संसारमा आइसकेपछि तपाईलाई बुद्धि दिन्छ र त्यो बुद्धिको कारणले गर्दाखेरि तपाईँ सफ्टवेयर इन्जिनियर हुन्छ तपाईँ प्रधानमन्त्री हुन्छ केही समयको लागि तपाईसँग यश कीर्तिहरू फैलिन्छ हैन बिल गेट्ससँग तपाईको धेरै धन सम्पत्ति छ अम्बानीसँग धेरै सम्पत्ति छ त्यसले कति राम्रो पुण्य गरेर राख्छ तर त्यो सबै त उहाँको मृत्युमा त खुसी नै छ त्यसले गर्दाखेरि जबसम्म यो बुद्धि अहंकार हैन काम क्रोध जुन जति पनि छ नि यो संसारमा जुन 24 वटा तत्त्व छ त्यो सबै 24 वटा तत्त्व जबसम्म छ यो संसारमा हामीले शरीर पाइरहेछौँ हैन पृथ्वी जल अग्नि वायु आकाश हाम्रो यो हैन कर्मेन्द्रियहरू ज्ञानेन्द्रियहरू हैन पञ्चमहाभूतहरू जबसम्म यो संसारमा छ तबसम्म हामीले शरीर प्राप्त गर्छौँ त्यसैले बुद्धिको प्रयोग त गर त्यसैले यहाँ भनेको छ बुद्धिको प्रयोगै गर्नुपर्ने छ बुद्धि योग छ बुद्धि प्रयोग गरेर नै कृष्ण भावना हामी किनकि हाम्रो भौतिक संसारमा बुद्धि त युज गर्नु पर्यो यदि यो युज गरेन भने त हामी कृष्ण भावना हामी हुन सक्दैन त्यसैले गर्दाखेरि अलिकति बुद्धि पनि भगवानले दिनुभएको छ कि एटलिस्ट हामीलाई मात्र थाहा छ कि हामी भगवानको धाममा जान सक्छौँ सर्पलाई त सक्दैन नि कुकुरलाई त थाहा छैन कि बुद्धि यो उसलाई बुद्धि नै दिया हुँदैन त्यसले गर्दाखेरि जनावरलाई पाप लाग्दैन तर हामीलाई के हुन्छ पाप लाग्छ त्यसले गर्दाखेरि हामीलाई पाप लाग्ने भएको हुनाले हामीले बुद्धिमत्ताका साथ कुनै कर्महरू गर्नुपर्ने हुन्छ तर जनावरलाई चाहिँ बाघले चाहिँ बाख्रालाई चाहिँ घाँटी समात्दाखेरि उसलाई पाप लाग्दैन किनकि उसलाई बुद्धि नै दिएको छ ठीक छ ब्रो अभाग्य के हो अभाग्य भनेको चाहिँ भाग्य भनेको चाहिँ तपाईले जुन कमाएको जुन स्वीकृतिको एकाउन्ट भयो हैन सो भनेको मतलब तपाईले राम्रो कर्म गर्नु भएको छ भने त्यो कर्ममा चाहिँ तपाईले राम्रो कर्मले गर्दाखेरि पुण्य भाँडो धेरै भयो त्यो चाहिँ अनि त्यसपछि के भयो त भन्दाखेरि त्यो भाग्यको रूपमा चाहिँ उसलाई चाहिँ बुद्धिहरू सबै दिन्छ अनि तपाईको भाग्य भयो भने के हुन्छ तपाईले बुद्धि पनि प्राप्त गर्नुहुन्छ त्यसैले तपाईको भाग्यतामा के पाउनुहुन्छ तपाईले राम्रो आमा बुवा पाउनुहुन्छ राम्रो घर कुलमा जन्म लिन पाउनुहुन्छ हैन तपाईको परिवारहरू एकदम सम्भ्रान्त परिवारमा बुद्धिमानी परिवारको घरमा जन्मिने अवसर प्रदान हुन्छ तर के हुन्छ त त्यो सबै फेरि बाँसको डोलामा सबै त्यो फ्याँकेर जान्छ सो त्यसले गर्दाखेरि भाग्य भनेको के हुन्छ त त्यो भाग्य एउटा पाप र पुण्यको एउटा खेल मात्रै हो भाग्य छैन भनेको मतलब चाहिँ उसले के गरेर आएको त मान्छेलाई कहिलेकाहीँ हैन सबै पशुपतिनाथमा देख्न सक्छौँ हात कसैको खुट्टा छैन भनेको मतलब उनीहरूले त्यस्तो केही हुन्छ नि नराम्रो कर्महरू गरेर आएको छ र यदि कसैलाई दिवी पर्यो अथवा कसैलाई हुन्छ नि इन्जिनियर भयो भने अथवा ऊ डक्टर भयो उसले ट्रिपल मास्टर गर्यो अथवा डक्टर डबल मास्टर गर्यो देख्न सक्छौँ उसले हुन्छ मान्छेलाई हेरेर हामी भन्न सक्छौँ कि यो यसले कस्तो पुण्य गरेर आएको छ उसले हैन कस्तो भाग्य लिएर आएको छ हैन यदि भक्तहरूले राम्रो हुन्छ नि अथवा कोही मानिसले राम्रो कर्म गरिरहनु भएको छ हामी देख्न सक्छौँ कति धन भएको घरमा जन्मिन्छ त्यो उसले हुन्छ नि उसले भाग्यको भरमा पाएको चिज हो नि एउटै कालमा जन्मेको छ एउटा धनीको घरमा जन्मेको छ एउटै कालमा गरिबको घरमा जन्मिन्छ त जन्मको अब धनीको परिवारको घरमा जन्मियो भने त्यो सबै सम्पत्ति उसकै भोग हो त्यो किन दिन छ त भन्दाखेरि उसले पूर्व जन्ममा त राम्रै कर्म गरिनाले त राम्रै गर्नु पर्यो भगवानले त हुन्छ टिट फर ट्याट त जुन समदर्शनको समभाव त राख्नु पर्यो सो त्यसले गर्दाखेरि यदि भाग्य चाहिँ के छ भन्दाखेरि पहिलाको पुण्यको राम्रो एकाउन्ट मात्रै हैन त्यसमा हैन तपाईले नराम्रो कर्म छ भने नराम्रो भाग्य पनि हुन्छ नि यी नराम्रो भाग्य पनि एकाउन्ट छ राम्रो भाग्य पनि एकाउन्ट छ र पाप र पुण्य भएसम्म फेरि हामीले शरीर योनि फेरिरहन्छ ठीक छ ब्रो श्रील प्रभुपाद की जय श्रीमद् भागवतम की